सागको चाहिँ सिजन सक्यो र अहिले चाहिँ हाम्रो यहाँनिर डुकु भएको छ। टाडा यो चाहिँ डुकु। अन्त यो चाहिँ आमाले रोपेको धनियाँ मिक्स विथ जङ्गली घाँस। अन्त यो चाहिँ के पो हो यो? गाजर सोप चौसुर। अन्त यो चाहिँ सोप। अन्त यो चाहिँ चौसुर पनि उयो भइसक्यो होइन। अब यो ठुलो भएको चौसुर होला। अन्त यो चाहिँ मटर। अन्त यो चाहिँ मेरो माताश्री मैले रोपेको है यो सबै हो। अब भन्दिनँ न अन्त मैले रोपेको हो कि होइन। कति मेहनत गरेको छु अहिले हो। आदर्शिका बान्तावाले रोपेको नि पै। अन्त कस्तो मेहनती छु है। हो। सागको बिउ चाहिँ छिप्पिसक्यो अरे। बिउ भनेपछि छिपिनु त पर्छ त। यो चाहिँ मटर। बिउ भनेर अन्त ऊ माथि चाहिँ मैले रोपेको फुलहरू। अन्त यो चाहिँ के भन्छ सागको बिउ। यो उयो के भन्छ साग भइसकेपछि यो खानु मिठो हुन्छ। अन्त यता साइड चाहिँ यो कोपी फुलकोपी बन्दागोबी। अन्त उहाँ चाहिँ मरिसकेको डल्ले खोर्सानीको बोट। यहाँ चाहिँ ठुलो भएको डुकु होइन अरे त्यसबाटै पलाउँछ अरे। सरी मैले मरिसकेको भने तर त्यसबाटै पलाउँछ अरे। अनि यो चाहिँ हाम्रो हुन आँटेको बन्दागोबी एन्ड फुलकोपी। अगाडिपट्टिको फुल पनि आदर्शिका बान्तावा राईले रोपेको देखाउनुहोस् घरको अगाडिको चाहिँ फुल म नेक्स्ट सर्ट भ्लगमा देखाउँछु है। अन्त यो आदर्शिका बान्तावा राईले रोपेको देखाइदिनु। See you guys on next short vlog. Bye.